त्यसमा चाहिँ थर्ड इन्ट्री हुन्छ ओके। अनि त्यसपछि पनि हामी गेट वाइ टेबलमा आएको छौँ होइन। गेट वाइ अब फेरि थर्ड इन्ट्रीको लागि गएको फेरि भी प्रेस गर्नुहोस् है किबोर्डमा। त्यहाँ गएपछि कन्ट्रोल आउँछ ओपन अटोमेटिक हुन्छ। हामीले चाहिँ ब्याङ्कबाट ब्याङ्कमा जम्मा गर्नुपर्ने छ होइन। र यसको इन्ट्री चाहिँ कसरी गर्छ है हेर्दै गर्नुहोस्, स्किप नगरेर हेर्नु होला ओके। सो यहाँ चाहिँ तपाईँलाई चाहिँ मसँग युटिआई ब्याङ्कमा चाहिँ पैसा रहेको छ र मैले 4,000 थियो, 4,000 मैले अब 3500 चाहिँ मैले चाहिँ अर्को ब्याङ्कमा हालिसकेपछि मैले कुन ब्याङ्कमा हाल्ने अब यहाँ जिसिसी ब्याङ्कमा हालिदिन्छु होइन। जिसिसी ब्याङ्कमा हालिदिन्छु अथवा एसएनबी ब्याङ्कमा हालिदिएँ मैले। एसएनबी ब्याङ्कमा हालिसकेपछि मलाई चाहिँ के रहेको छ होइन। अब चाहिँ नरेसनमा चाहिँ तपाईँले नरेसनमा के राख्नुपर्छ है। यहाँ नरेसनमा रहेको छ, नरेसनमा तपाईँले बी अमाउन्ट ट्रान्सफर फ्रम ब्याङ्क ए टु ब्याङ्क बी है त, अनि एसेट